हामीलाई लाग्न सक्छ नेपालमा सार्वजनिक संस्थानहरू घाटामा गइरहेछन्। कसरी घाटामा गएछन्? सरकारले लगानी गरेका छ, यिनीहरूले बेच्ने मात्र काम गर्छन्। किन्ने र उत्पादन गर्ने बेच्ने मात्र काम गर्दाखेरि अरू उद्योगहरू, अरू इन्डस्ट्रीहरू, अरू प्राइभेट प्रपर्टीहरू चाहिँ नाफामा जाने। अनि यो गभर्मेन्टका यिनी सार्वजनिक संस्थानहरू अनि यिनीहरू चाहिँ किन घाटामा जाने, पब्लिक इन्डस्ट्रीहरू किन घाटामा जाने भनेर हामीलाई लाग्न सक्छ। यसको ज्वलन्त उदाहरण चाहिँ अहिलेको वर्तमान परिवेशमा चाहिँ नेपाल विद्युत प्राधिकरणमा भएको राजनीति। यो राजनीति चाहिँ एउटा ज्वलन्त उदाहरण हो यो। अब अहिले कुलमानले जुन गरेको त्यो काम थियो, त्यो कामलाई चाहिँ 0 रेटिङ दिएर कुलमानलाई त्यो अहिले भएको पदबाट चाहिँ हटाउने भन्ने जुन राजनीति खेल भइरहेछ नि, त्यहाँ यही राजनीति खेल चाहिँ नेपालमा जुन बन्द भएका सार्वजनिक संस्थान थिए 25-30 वटा, तिनै 25-30 वटा सार्वजनिक संस्थानहरूमा यिनै सरकार, अहिले जुन सरकार बनाएछन् नि, यिनै राजनीतिक दलहरूको सरकार र अरू सानातिना पार्टीहरूको समर्थनमा भएका सरकारहरूले नै यसरी नै चलखेल गरेर, यसरी नै त्यहाँको कार्यकारी हटाएर आफ्नो पार्टीलाई हित गर्ने, आफ्नो पार्टीलाई कसरी हुन्छ कमिसन मिलाउने र आफ्नो पार्टीलाई चाहिँ चुनावको बेलामा चाहिँ प्रशस्त चन्दा मिलाउन सक्ने, अनि त्यहाँबाट हुने टेन्डरहरू आफ्ना कार्यकर्तालाई मिल्ने बनाउन सक्ने, त्यस्ता त्यो कर्मचारीहरू, त्यस्ता तिनी मान्छेहरूलाई चाहिँ त्यहाँ कार्यकारी बनाएर पठाउँछन्। त्यसपछि त्यसले नाफा कमाउने भन्दा पनि कसरी हुन्छ त्यो पोस्ने कुरो हुन्छ। त्यो अब आफूलाई जसले चाहिँ त्यहाँ ल्याएको छ त्यो पार्टीप्रति वफादार हुँदाखेरि चाहिँ सार्वजनिक संस्थानहरू चर्लमै डुबेका हुन्। अरू केही भएको केही पनि होइन। यिनै 2-3टा दल हुन्छन् सधैँभरि। प्राय हेर्नुहोस्, यिनीहरूको हिस्ट्री हेर्नुहोस्, जति बेला चाहिँ यिनीहरू नोक्सानमा गइरहेका हुन्छन् नि, नोक्सान सुरु हुनेभन्दा अगाडिको सिचुएसन चाहिँ यिनै मुख्य दुईटा दलले चाहिँ नेतृत्व गरेका हुन्छन्। यस्तो सिचुएसन चाहिँ यो अहिले मात्र भएको होइन कि पहिला पनि भएको थियो। अब विद्युत प्राधिकरणले चाहिँ नेपालको लोड सेडिङ अन्त्य गर्ने त त्यो सबैलाई थाहा भएकै कुरो भयो। 78 देखि 80 अर्ब आम्दानी भनेको नेपालको कुल बजेटको झन्डै 6-7% हुन आउँछ। नेपालको आफ्नो बजेट आफूले ऋण नखोजिकन बजेट ल्याउने भने झन्डै 8% बजेट चाहिँ नेपाल विद्युत प्राधिकरण एक्लैले आम्दानी गरेको थियो। त्यो भनेको सानोतिनो कुरो होइन। नेपालले इन्डियालाई पनि बिजुली बेचे छ, बङ्गलादेशलाई पनि बेचे छ। त्यो भनेको सानो कुरो होइन। यत्रो सबै घाटामा गयो बेला चाहिँ त्यो भनेको राष्ट्र ब्याङ्कमा करेन्सी रिजर्भको लागि चाहिँ धेरै ठुलो कुरा हो। यसरी नाफामा गएको संस्थानलाई चाहिँ चुर्लुमै डुबाउन चाहिँ यिनी ठुला राजनीतिक दलहरूले पहिल्यैदेखि 2045 भन्दा अगाडि पनि सक्नेसम्म प्रयास गरेका हुन्। त्यति बेलासम्म अलिकति सिस्टम अलिक गाह्रो थियो। अब त्यति खुल्ला रूपमा चाहिँ त्यसरी उनीहरूको हालिमुहाली थिएन त्यहाँ। जब हालिमुहाली भयो 45 देखि चाहिँ अहिलेसम्म चर्लमै डुबाए। अब बाँकी भनेको एक दुईवटा चाहिँ छन् यही प्राधिकरण। अब त्यो आयल निगम पनि तेल ल्याउँछ अनि कमिसन खान्छ, बेच्छ। तेल ल्याउँछ, कमिसन खान्छ, बेच्छ। यदि प्राइभेटले गरेको भए चाहिँ त्यसको अहिले त्यो प्राइभेटले गरेर त्यसले पब्लिकमा चाहिँ यदि त्यसको सेयर यदि निष्कासन गरेको भए चाहिँ त्यसको भ्यालु एकदम हाई हुन्थ्यो। त्यही आयल निगम चाहिँ अहिले घाटामा छ। त्यही आयल निगम चाहिँ वर्षेनी अर्बौँ घाटामा जान्छ। कमिसन पनि त्यसैले बाँड्छ, फेरि ल्याउँछ, नाफा खान्छ, बेच्छ। कहिले घाटा आउली बेचेको मैले सुनेको छैन। तपाईँहरूले सुन्नुभयो भने आफ्नो ठाउँमा छ। त्यस्तो हुँदा पनि घाटामा चल्छ। अनि नेपाल एयरलाइन्स त्यस्तै छ, घाटामा चल्छ। नेपाल एयरलाइन्स कसरी घाटामा चल्छ भन्दाखेरि यिनै राजनीतिक दलहरूले आफ्नो राजनीतिक दलभित्रका कार्यकर्ताहरूलाई त्यहाँ कार्यकारी बनाएर पठाएर अनि त्यहाँ हुने फ्लाइटहरूलाई डिले गराएर, त्यहाँ हुने फ्लाइटहरूको फी चाहिँ महँगो बनाएर अनि कसरी हुन्छ त्यसलाई चाहिँ नराम्रो बनाएर त्यहाँको चाहिँ व्यवस्थालाई चाहिँ अव्यवस्थित गरेर त्यहाँको सिटहरू, त्यहाँ हुने कस्टमरलाई पाउने फेसिलिटीहरूलाई चाहिँ कटौती गरेर त्यसलाई अव्यवस्थित बनाएर अनि प्राइभेटहरूमा चाहिँ टिकट काट्न बाध्य बनाएर पब्लिकलाई। अब फ्लाइट छ, बेलुका 4 बजेको टिकट छ अनि त्यहाँ जाँदाखेरि फ्लाइट क्यान्सल हुन्छ नेपाल एयरलाइन्सको। त्यो किन हुन्छ भन्दाखेरि यही हुन्छ, चलखेल हुन्छ त्यहाँ। त्यसपछि त्यो मान्छेले जिन्दगी नेपाल एयरलाइन्समा टिकट काट्दैन। यस्ता भएका धेरै घटना छन्। यसरी नै डुबेको हो। जसरी अहिले नेपाल विद्युत प्राधिकरणमा चाहिँ राजनीति भइरहेछ नि, यसरी नै राजनीति भएको भएर चाहिँ पब्लिक संस्थान अथवा पब्लिक इन्टरप्राइजेसहरू, ती चुरोट कारखानाहरू, ती इटा कारखानाहरू, ती छाला जुत्ता कारखानाहरू, ती धागो मिलहरू, ती कागज कारखानाहरू लगायतका ती अहिले भनौँ यो आयल निगमहरू लगायतका थुप्रै इन्टरप्राइजेस छन्। 25-30 वटा छन् त, धेरै छन् होइन।
यिनी चाहिँ पछिबाट घाटामा गएको मुख्य कारण चाहिँ यही हो। योभन्दा अरू केही पनि छैन। अझै पनि हामीले अब विचार गर्न सकिएन भने अब यसरी चाहिँ अझै पनि कुलमानलाई अब यसरी निकाल्ने हो भने चाहिँ त्यो देशमा चाहिँ कस्तो नागरिक बस्नु। यदि देशलाई राम्रो गर्दा गर्दै त्यही देशले चाहिँ अब अपदस्थ गरेर त्यसबाट निकाल्छ भने चाहिँ त्यो देशमा चाहिँ कस्तो एउटा बौद्धिक व्यक्ति बस्छ। यो चाहिँ एउटा सोच्नुपर्ने कुरा चाहिँ यो हो है।